अब के भुन्टीले सबैसँग बदला लिलिन् त र अब भुन्टीले के गर्लिन् त आउनुहोस् यस बारेमा केही कुराकानी गर्नेछौँ। त्योभन्दा पहिले हजुरहरूलाई भुन्टी सिरियल एकदमै मनपर्छ भने त्यसको लागि अवश्य पनि एक लाइक र सब्सक्राइब गर्नुहुन्छ भन्ने आशा राख्दै आजको पनि विषयतर्फ लागौँ। हो दर्शक, अब भुन्टीले सबैसँग बदला लिनु भएकी छिन् किनकि भुन्टीलाई यति तर्पाएका, यति अत्याचार गरेका छन् कि, यति झुटा आरोप लगाएका छन् कि भुन्टीले सहन नसक्ने गरी यति झुटा आरोप लगाएका छन् कि अब भुन्टीले यिनीहरूलाई सबैसँग बदला लिएर यिनीहरूलाई पश्चाताप गर्नुपर्छ भन्ने भुन्टीले भनेकी छिन्। यिनीहरूले भुन्टीमाथि एकदमै अत्याचार गरिरहेका छन्। कहिले के अझ झन् आफ्नो श्रीमानले पेटमा बच्चा हुँदै अझ त्यस्तोसम्म गरेपछि यिनीहरूले मलाई आफ्नो परिवार जस्तो नठानेपछि मैले पनि यिनीहरूलाई अब त्यसै छाड्दिन। मैले घर परिवार भन्दै कति दुःख सहे, तर अहिले यिनीहरूले मलाई यस्तो गराएका छन् कि यिनीहरूप्रति अब मेरो मन फर्किनेवाला छैन। मेरो मनलाई यति टुक्राएका छन् कि अब यिनीहरूप्रति मैले कदापि माया सम्मान दिने जस्तो भुल कहिले पनि गर्दिन भनेर भनेकी छिन्। अब भुन्टीले साँच्चै नै बदला लिएर यिनीहरूलाई पश्चाताप गराउनुपर्छ भन्ने जतिले कमेन्टमा भुन्टी लेख्न नभुल्न भन्दै म यहाँ बिदा हुन्छु। हस्, धन्यवाद।